गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईहरुलाई भिडियो एउटा बनाएर लिएर आइरहेछु। आजकल चाहिँ म रुमटेकमा छ तपाईहरुलाई, अनि आज एउटा मजाको एउटा भिडियो बनाएर लिएर आउनु मन परिरहेछ है। अनि तपाईहरुलाई पनि राम्रो लाग्छ होला भनेर आशा छ। अन्त हेर्नुस् होला, मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनुस् होला तपाईहरुले। अहिले चाहिँ बिहानको त्यस्तै 7 बजिरहेछ है, ब्रेकफास्ट टाइम भइरहेछ यहाँ चाहिँ। अनि आज चाहिँ दिन पनि एकदम दामी भइरहेछ। हेर्नुस् तपाईहरुलाई लुक्स कस्तो मजाको देखिरहेछ हैन। अनि अहिले गान्तोक चाहिँ त्यति साह्रो राम्रो देखिएको छैन। गान्तोक चाहिँ यहाँदेखि एकदम दामी देख्छ। गान्तोक चाहिँ यो साइड भयो है, गान्तोक यो साइड भयो, अनि यो साइड चाहिँ पाक्योङ। अनि यस्तै प्रकारले अब चाहिँ म तपाईहरुलाई तल हामी सुत्ने जग्गा देखाउन जाँदैछु है। हाम्रो सुत्ने जग्गा चाहिँ एकदम हलमा छ, हेर्नुस् होला। यहाँ हेर्नुस् होला, अब म तपाईहरुलाई हामी सुत्ने जग्गा देखाउँदैछु। यहाँ चाहिँ भुटान, नेपाल, दार्जिलिङ एकदमै मिक्स छ। कम्ती पनि यहाँ 35-40 जना त्यस्तै जना बसिरहेछ है। अनि हामी चाहिँ यसरी बस्छ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो भुटानको खेम्बुला। या खेम्बुला, गुड मर्निङ। कुजुदेवी न हो, यहाँ चाहिँ हाम्रो खेम्बुला। खेम्बुला तपाईँ नेपाली आउँछ? नेपाली आउँदैन? ए किन नेपाली सिक्नु भएन तपाईँले? हम भुटान है। ल अहिले चाहिँ अब हामी चाहिँ लगाउँभित्र आइसक्यो। अनि अब चाहिँ वाङ स्टार्ट हुनु आँटेको छ है। वाङ अनि हामी बस्ने सिट चाहिँ यस्तो छ। उहाँ चाहिँ डल्माको जाप गर्दै बसिरहनु भएको छ उहाँ चाहिँ। अनि भित्र चाहिँ एकदम गरम छ, अन्त फ्यानहरू लगाइरहेछ। अन्त ल अहिलेसम्म चाहिँ 15वटा वाङ सकिसक्यो है। टाइम पनि 2:21 भयो। अनि अब चाहिँ ब्रेक हुनेवाला छ, 3 बजीको ब्रेक। अनि तपाईहरु देख्नु सक्नुहुन्छ रोटी बले बले बले। ल साथी हो, यहाँ चाहिँ रुमटेकको बजार। रुमटेक बजार चाहिँ यहाँ हो। तपाईहरु नयाँ नयाँ सामानहरु यहाँ आएर किन्न सक्नुहुन्छ। त ल अहिले चाहिँ वाङ सकेर हामी चाहिँ बजार घुम्न जाँदैछ। अनि ल आजको भिडियो चाहिँ म तपाईहरुलाई यही नै राख्न चाहन्छु। बादमा फेरि पनि नयाँ नयाँ दामी भिडियोहरु लिएर आउँदैछु। अनि आजको भिडियो चाहिँ यहीँसम्म राख्दैछु।